संस्थाको केन्द्रीय अध्यक्ष पूर्णलाल ताजपुरियाज्यू, मञ्चासीन यस संस्थाको पूर्व अध्यक्ष तथा नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको सदस्य गङ्गालाल ताजपुरियाज्यू, मञ्चासीन स्थानीय सरकारको उपप्रमुखज्यू, स्थानीय सरकारको जनप्रतिनिधि साथीहरू, वडाध्यक्षज्यूहरू, त्यस्तै गरी धिमाल समाजको महासचिवज्यू, राजवंशी समाजको झापाको अध्यक्षज्यू र खास गरिकन यहाँ धेरै हामीलाई मनोरञ्जन प्रदान गरिराख्नु भएको कलाकार साथीहरू, सुरक्षाकर्मी साथीहरू, विद्यार्थी भाइ बहिनीहरू र दुईजना मुख्य आजको कार्यक्रमको मुख्य आकर्षण व्यक्तित्वहरू जगतदाताहरू फैजुलाल ताजपुरिया र कृष्णदेव ताजपुरिया लगायत सबैलाई म नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको तर्फबाट बन्दकी छ्याजलो नमस्ते टक्राउन चाहन्छु। बन्दकी आज यस संस्थाको 30औं स्थापना दिवसको सन्दर्भमा तपाईहरू ताजपुरिया दाजुभाइ तथा दिदीबहिनीहरूलाई यसरी धेरै ठुलो जमातमा देख्न पाउँदा म खास गरिकन पश्चिमको मान्छे हुँ र पश्चिममा पनि गोर्खाको मान्छे भएको हुनाले हुन त म यो झापा धेरै पटक आइपुगेको छु र ताजपुरियाको दाजुभाइहरूलाई साथीहरूलाई पनि धेरै साथीहरू चिनजानाको आफ्नो ठाउँमा पनि छँदैछ। तर एक ठाउँमा यति धेरै ताजपुरियाहरूलाई देख्दा मलाई लाग्छ कि ताजपुरियाहरू पनि अल्पसङ्ख्यक समुदाय होइन जस्तो चाहिँ यो भेलाले प्रमाणित गरेको छ भन्ने म यहाँलाई राख्न चाहन्छु र आजको यो 30औं स्थापना दिवस पूर्ण सफलताको कामना गर्न चाहन्छु। यो नेपालमा म सबभन्दा पहिले यो खास गरिकन नेपाल सरकारले 2058 सालमा माघको 25 गते हाउसबाट प्रतिनिधि सभाबाट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन पास गरिसकेपछि त्योभन्दा अगाडि कुनै बेला मतुवालीको रूपमा चिनिने, कुनै बेला मगुरालीको रूपमा चिनिने या कुनै बेला सेता मगुरालीको रूपमा चिनिने यी अनुहारका मान्छेहरूलाई सरकारले आदिवासी जनजातिको रूपमा पहिचान दिएको छ र त्यो पहिचान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐनमा मात्रै भएको बेहोरा म यहाँलाई निवेदन गर्न चाहन्छु। र यो अनुसार हामी देशमा यो अनुसूचीमा अहिले पछाडि राणा थारू समेत चाहिँ थप भइसकेपछि 60 वटा आदिवासी जनजातिहरू रहेको छ र ताजपुरिया समाजको विकासको निम्ति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निरन्तर रूपमा कार्यालयको सञ्चालनको सहयोगदेखि लिएर केन्द्रीय कार्यालय भवन निर्माणको लागिदेखि लिएर विभिन्न जे साथ र सहयोगहरू आफ्नो गति अनुसार आफ्नो क्षमता अनुसार गरिराखेको छ। त्यो कुरा निश्चय नै तपाईहरू सबैलाई थाहा भएकै विषय हो। त्यो सँगै अहिले जो दुईजना दाताहरूलाई मैले नजिकबाट देखेँ र उहाँहरूले लगाउनु भएको कपडा, उहाँहरूको अनुहार र यहाँ दान गर्नुभएको जग्गालाई देख्दाखेरि मलाई लाग्यो हामी जस्तो पढे लेखेका मान्छेहरूले चाहिँ समाजलाई, देशलाई ठिक ठाउँमा ह्यान्डल गर्न सकिराखेका छैन कि जस्तो मलाई लाग्छ। किनभने उहाँहरूको मनमा जो चाहिँ 4-4 कट्ठा यहाँ यो अहिलेको अवस्थामा चाहिँ दान गर्नु भनेको सबभन्दा ठुलो कुरा हो। त्यसैले म दुईजना दाताहरू जो चाहिँ जगतदाताहरू हुनुहुन्छ उहाँहरू फैजुलाल ताजपुरिया र कृष्णदेव ताजपुरियालाई एकपटक सबैले तालीले उहाँलाई धन्यवाद दिनको निम्ति म विशेष अनुरोध गर्न चाहन्छु। र त्यो सन्दर्भमा उहाँले दान गरिसक्नु भइसकेपछि उहाँले जुन चिन्ताहरू व्यक्त गर्नुभएको छ कि ताजपुरियाहरूको एकता भयो, ताजपुरियाहरू सबै मिल्यो भने यहाँ हामीले जे बनाउन खोजिएको हो त्यो बनाउन हामी सक्छौँ पनि। तर ताजपुरियाहरूको बिचको एकता भएन भने मैले जग्गा दिएको पनि धेरै अर्थ रहँदैन भनेर जुन महत्त्वपूर्ण कुरा उहाँले भन्नुभयो त्यसका निम्ति पनि मुख्य नेतृत्वमा भएका साथीहरूले यो भनाइलाई आफ्नो मनमा राख्नुको निम्ति म विशेष अनुरोध गर्न चाहन्छु। र यदि यहाँ कुनै भवनहरू बनाउने अवस्था रह्यो भने, यदि यहाँको ताजपुरियाको मोरङ जिल्लाले कुनै सङ्ग्रहालयहरू बनाउने या चाहिँ कुनै भवनहरू कार्यालयहरू बनाउने अवस्था रह्यो भने यहाँको स्थानीय सरकारले निश्चय नै यसलाई साथ दिनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। र प्रतिष्ठानको तर्फबाट पनि जसरी केन्द्रीय कार्यालय बनाउनको निम्ति हामीले साथ दिएका छौँ, केही गएकै साल म आइसकेपछि पनि 25 लाख रुपियाँ हामीले चाहिँ सहयोग गरेका थियौँ भने यहाँ स्थापना गर्ने जुन कार्यालयको भवन छ, सङ्ग्रहालय छ, त्यसलाई पनि हामी सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
अब म अन्तमा धेरै कुरा नगरिकन 2-3वटा कुराहरूलाई मात्रै म यहाँसँग राख्न चाहन्छु। नेपालमा आदिवासी जनजातिहरू जो 2078 को जनगणना अनुसार 35.04% जति जनजातिहरू छन्। उनीहरूको अवस्था जनसङ्ख्यालाई हामीले प्रदेशगत रूपमा हेर्ने हो भने कोशी प्रदेश या 1 नम्बर प्रदेश जो यहाँ हामीले भन्छौँ त्यो प्रदेशमा यहाँ तपाईहरु जहाँ बसिराख्नु भएको छ यो प्रदेशमा आदिवासी जनजातिहरूको उपस्थिति 49.7% देखिन्छ। त्यो भनेको यो 1 नम्बर प्रदेशमा आदिवासी जनजातिहरूको उपस्थिति 50% नै आदिवासी जनजातिहरू छ। त्यो धेरै ठूलो संख्या हो। त्यस्तै गरी बागमती प्रदेशमा तपाईले देख्नुभयो भने सबभन्दा धेरै आदिवासी जनजातिहरूको उपस्थिति त्यहाँ देखिन्छ। 53.9% चाहिँ बागमती प्रदेशमा आदिवासी जनजातिहरूको उपस्थिति छ। त्यसपछि गण्डकी प्रदेशमा 44.7% आदिवासी जनजातिहरू छन् र लुम्बिनी प्रदेशमा 33% आदिवासी जनजातिहरू छन् र सबभन्दा कम आदिवासी जनजातिहरू भएको भनेको यो चाहिँ मधेसमा 14.5% छ, कर्णालीमा 14.17% छ र सुदूरपश्चिममा 21% छ। यसरी आदिवासी जनजातिहरू मुलुकको पूरा जनसङ्ख्याको 35.4% छ। तर यत्रो ठुलो जनसङ्ख्या भए तापनि या नेपालको सामाजिक समूहहरू मध्ये सबभन्दा धेरै ठुलो जनसङ्ख्या भएको सामाजिक समूह भए तापनि उनीहरू राज्यको मूल प्रवाहबाट धेरै टाढा छ। अहिलेसम्म तपाईले देख्नुभयो भने पञ्चायतमा बाहुन या बाहुएनन् भन्ने एकजना श्रेष्ठ बाहेक कोही पनि यो मुलुकको प्रधानमन्त्री या कार्यकारी अध्यक्षको रूप प्रधानमन्त्रीको रूपमा कार्यकारी प्रमुखको रूपमा चाहिँ यो देशमा आदिवासी जनजातिहरू हुन सकेको अवस्थाहरू छैन। त्यसैले आदिवासी जनजातिहरूलाई जुनसुकै पार्टीको माध्यमले भए पनि उनीहरूलाई राजनैतिक मूल प्रवाहीकरण गर्नको निम्ति पनि जो 2072 को संविधान बन्यो त्यसमा आदिवासी जनजाति आन्दोलनको धेरै नै महत्त्वपूर्ण भूमिका रहेको बेहोरा यहाँहरु सबैलाई थाहा छँदैछ। त्यसैले म तपाईहरुलाई यो सन्दर्भमा के निवेदन गर्न चाहन्छु भन्नुलाई भने यस पछाडी यदि आदिवासी जनजातिहरूलाई हेर्ने हो भने राजनीतिक रूपमा उनीहरूको उपस्थिति राम्रै देखिन्छ। जस्तै तपाईले 74 को र 79 को दुईटा चुनावलाई हेर्ने हो भने निर्वाचनलाई हेर्ने हो भने पनि 74 मा प्रत्यक्षतर्फ 165 जनामा 49 जनाले जितेको थियो। त्यो भनेको 29.7% आदिवासी जनजातिहरू थियो। 79 मा फेरि 165 मा 44 जनाले जितेर त्यो 26.7% भयो। 35% चाहिँ उनीहरूको जनसङ्ख्या छ भने प्रतिनिधि सभामा 30 को हाराहारीमा 26 देखि 30 को 25 देखि 30 को हाराहारीमा चाहिँ उनीहरूको उपस्थिति देखिन्छ। त्यस्तै प्रतिनिधि प्रदेश सभामा तपाईले हेर्नुभयो भने 74 मा 330 जना मध्ये 89 जनाको उपस्थिति छ। त्यो भनेको 27% हो। 79 मा 330 जना मध्ये 103 जना आदिवासी जनजातिहरूले प्रत्यक्षमा जितेका छन्। त्यो भनेको 31.2% हो। तर यसको अवस्था हेर्दै जाने हो भने स्थानीय तहमा चाहिँ त्यो अवस्था एकदमै राम्रो देखिन्छ। 2074 मा 553 जना स्थानीय तहको प्रमुखहरू मध्ये 259 जनाले चाहिँ जितेको छ। त्यो भनेको 34.4% हो भने 2079 मा भएको चुनावमा चाहिँ 753 जनामा 271 जना भनेको 36% ले जितेको छ। यसरी आदिवासी जनजातिहरूको उपस्थिति बिस्तारै राजनीतिक रूपमा पनि राम्रो अवस्थामा देखिँदैछ। तर निजामतीको क्षेत्रमा भन्ने हो भने अहिले निजामती कर्मचारीहरू जो सेन्ट्रल गभर्नमेन्टको निजामती कर्मचारीहरू छ उनीहरू 85,562 जना छ। त्यो मध्येमा हाम्रो आदिवासी जनजातिहरूको उपस्थिति जम्मा 16.9% मात्रै छ। त्यसैले आदिवासी जनजातिहरूलाई निजामतीको क्षेत्रमा अगाडि बढाउनको निम्ति यो नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले हरेक वर्ष लोकसेवा आयोगको तयारी कक्षाहरू सञ्चालन गर्दैछ र त्यसको निम्ति सबै यो ताजपुरिया दाजुभाइ दिदीबहिनीहरू जो विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यसमा धेरै ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ र अभिभावकहरूले पनि त्यसमा धेरै ध्यान दिउन्। किनभने कर्मचारी निजामती कर्मचारी भनेको स्थायी सरकार हो। अहिले तपाईले देख्नुभयो भने सन्थाल भन्ने जातिको एकजना जिल्लाको न्यायाधीश हुनुभएको छ। पहिलोचोटि सन्थाल जिल्लाको न्यायाधीश हुन सक्छ भने ताजपुरिया किन नसक्ने? ताजपुरियाले पनि सक्छ। तर त्यसको निम्ति केही न केही मेहनत गर्नु पर्यो र
केही समय पछाडि पुसको 4 गते हामी दमकमा या बिर्तामोडमा त्यहाँ कहीँ लोकसेवा आयोग किन पढ्ने र लोकसेवा आयोग कसरी पढ्ने भन्ने बारेमा ओरिएन्टेसन गर्दैछौँ यो प्रदेशको। त्यसपछि देशभरिको लागि हामीले अहिले चाहिँ यो वर्ष चाहिँ अनलाइनमा हामी लोकसेवा आयोगको त्यो तयारी कक्षाहरू निःशुल्क रूपमा चाहिँ सञ्चालन गर्नेछौँ र त्यसको निम्ति प्रतिष्ठानको वेबसाइटमा हेरेर विद्यार्थी भाइ बहिनीहरूले त्यसमा दरखास्त दिनुहोस् र ताजपुरिया समाजले मेरो विद्यार्थीहरू यतिजना छ पढाइदिनुहोस् भन्नुहोस्। त्यसलाई फ्री निःशुल्क रूपमा चाहिँ प्रतिष्ठानले उहाँलाई के अरे लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिदिने बेहोरा म अनुरोध गर्न चाहन्छु। त्यसपछि अर्को क्षेत्र भनेको न्यायको क्षेत्रमा पनि हाम्रो उपस्थिति एकदम कम छ। देशभरि 335 जना न्यायाधीशहरूमध्ये हामी जम्मा 10.1% मात्रै आदिवासी जनजातिहरू छ। मैले थाहा पाए अनुसार ताजपुरिया समाजको चाहिँ कोही अधिकृत या न्यायाधीशहरू छ जस्तो मलाई लाग्दैन। यदि छ भने चाहिँ मलाई माफ गर्नु होला र यदि छैन भने तपाईँहरू हुनको निम्ति अगाडि बढिदिनको निम्ति अनुरोध गर्न चाहन्छु। एकजना हुनुहुन्छ ल हजुर ल खुसीको कुरा उहाँलाई एकदम बधाई दिन चाहन्छु। र न्यायको क्षेत्रमा तपाईँले हेर्नुभयो भने सर्वोच्चमा 17 जना न्यायाधीशहरू मध्ये 11.8% आदिवासी जनजातिहरू छन्। उच्चमा 71 जना न्यायाधीशहरू मध्ये 20.9% चाहिँ यो चाहिँ उच्च अदालतको न्यायाधीशहरू आदिवासी जनजाति छन्। सबभन्दा धेरै चाहिँ न्यायाधीशहरू भनेको 217 जना जिल्ला न्यायाधीशहरू हो, त्यहाँ जम्मा 5.8% जति छ। यसरी हेर्दा यो निजामतीको क्षेत्रमा र न्यायको क्षेत्रमा हाम्रो उपस्थिति कमजोर छ। त्यसमै देशभरि तपाईँले शिक्षक सेवा आयोगमा हेर्नुभयो भने 95,273 जना शिक्षकहरू मध्ये आदिवासी जनजाति जम्मा 11.3% देखिन्छ। तर शिक्षक सेवामा चाहिँ मैले यहाँ ताजपुरिया साथीहरूलाई पनि धेरै देखेँ, अहिलेको अध्यक्षजी महाशयजी अरू साथीहरूलाई देखेँ, खुसीको कुरा यो। त्यसपछि नेपाल प्रहरी जनपथमा तपाईँले हेर्नुभयो भने 75,275 जना चाहिँ जनपथको प्रहरी मध्ये त्यहाँ हामी 30% आदिवासी जनजातिहरू छौँ। नेपाली सेनामा 98,500 भन्दा 1 लाखको सेरोफेरोमा नेपाली सेना छ, त्यहाँ 32.5% छ। यसरी समग्रमा आदिवासी जनजातिहरूलाई हेर्ने हो भने जहाँ बन्दुक चलाउने, अलिअलि बलको कुरा गर्ने, राजनैतिक रूपमा आवाज उठाउने यस्तो ठाउँहरूमा चाहिँ आदिवासी जनजातिहरूको उपस्थिति बिस्तारै एउटा स्टेजमा देखिन्छ, जनसङ्ख्याको अनुपातमा देखिन्छ। तर बुद्धि विवेकले काम गर्ने निजामतीको क्षेत्र, न्यायको क्षेत्र या चाहिँ अलिकति चाहिँ पढाइ लेखाइको काममा चाहिँ हाम्रो उपस्थिति कमजोर देखिन्छ। त्यसैले ताजपुरिया समाजको आजको 30औं स्थापना दिवसको सन्दर्भमा म सबै ताजपुरिया दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, हामीले शिक्षाको माध्यमबाट यो निजामतीको क्षेत्रमा त्यसपछि तपाईँको चाहिँ न्यायको क्षेत्रमा हाम्रो उपस्थिति अगाडि बढाउनुपर्छ र त्यसको निम्ति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तपाईँहरूको साथमा रहेको बेहोरालाई पनि म निवेदन गर्छु र फेरि पनि यो 30औं स्थापना दिवसको सन्दर्भमा आयोजित यस भव्य कार्यक्रमका निम्ति ताजपुरिया समाजको सबै अहिलेको अध्यक्षज्यू लगायत सबै साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र मैले थाहा पाए अनुसार ताजपुरिया समुदायबाट देवीलाल ताजपुरियाज्यू चाहिँ स्थानीय सरकारको वडा अध्यक्षको रूपमा यहाँ हुनुहुन्छ र अरू कहीँ पनि वडा अध्यक्षको रूपमा पनि ताजपुरिया समुदायहरू नभएको जस्तो मैले चाहिँ बुझेँ। यसका निम्ति पनि म देवीलाल ताजपुरियाज्यूलाई विशेष बधाई र शुभकामना दिन चाहन्छु। र आजको 30 वर्ष यो ताजपुरियाको समाज बनाएको 30 वर्ष पुगेको अवसरमा हामीले हिजोको भन्दा नयाँ सोचहरू ल्याएर मुलुकलाई पनि ताजपुरियाले हाँक्न सक्छ भन्ने जस्तो सोचहरू ल्याएर अगाडि बढ्नको निम्ति विशेष अनुरोध गर्दै यो स्थापना दिवस पूर्ण सफलताको कामना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।